ल हेर्नुस् है ल घोडा अगाडि घोडाले जित्यो बाइकलाई घोडाले जितिसकेको छ बाइकलाई ल हेर्नुस् है बाइकलाई जित्छन् मेरो बाइकलाई जित्छन् है घोडाले भर्खरै रेस हाल्न जितिन्छन् बाइकलाई त हो है रेस गर्नु भएको छ बाइकसित गरेछौँ हामीले धेरै फेरा गरेछौँ क्रस फायरसँग रेस गरेछौँ क्रस फायर बाइकले जित्दिने घोडाहरू एकदम घिउ खाएका बागलुङे हैन हजुर बागलुङ ढोरपाटनका कुरा प्योर डाइट भन्ने कुरा चाहिँ काँचो अन्डा लोकल अन्डा अनि चाहिँ चना अनि तोरीको तेल हुन्छ प्योर तोरीको तेल अनि पेना ढुडोहरू चाहिँ यसमा घोडाको डाइटवाला चिज नै त्यही हो अरू युवा विदेश गएर कमाउँछन् भने हामी नेपालमै बसेर कमाउँछौँ है नेपालको एकमात्र शिकार आरक्षण ढोरपाटनमा आएका छौँ बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वार्ड नम्बर 9 यो उत्तर गंगा भन्ने ठाउँमा आएका छौँ तपाईले यो दृश्यमा देख्न सक्नुहुन्छ यति धेरै घोडाहरू एउटा यो रमाइलो दृश्य देखेपछि हामीले छोटो भिडियो बनाउँदै छौँ यहाँ भाइहरु भन्नुहुन्छ यी घोडाले बाइकलाई पनि जित्छ दाइ भन्नुहुन्छ त्यसपछि हामीले एउटा साच्चीकै हो त भनेर हामीले एउटा भिडियो बनाउँदै छौँ भिडियो अन्तिमसम्म हेर्नु होला स्वागत छ सबैलाई नमस्ते नमस्कार हजुरको नाम शुभ नाम पानस किङ तपाईले कति वर्ष भयो यसरी यो घोडामा मानिसहरुलाई यसरी सवार गराउन लागेको अहिले मेरो भयो त्यस्तै 7-8 वर्ष भयो 7-8 वर्ष भयो है हजुर तपाई पढ्दै पनि हुनुहुन्छ कि काम नै यही हो पढाइ छोडेको एसी दिएर एसी दिएर चाहिँ मजाले यसरी पर्यटकहरुलाई घुमाउनुहुन्छ हजुर ए हजुरको नाम चाहिँ के पर्यो मेरो चाहिँ विश्वराज बिक तपाईले चाहिँ कति भयो मेरो 2 वर्ष भयो 2 वर्ष भयो है हजुर ए यो घोडाको नाम के राखिदिनु भएको छ यसको टिका हजुर कतिको कुद्ने गर्छ यो घोडा यहाँको टपै हो ए टपै हो हजुर ए भनेपछि यहाँका पर्यटकहरुलाई घुमाउनुहुन्छ आएकाला हजुर दिनमा कति जनालाई चढाउनुहुन्छ कति जनालाई घुमाउनुहुन्छ घोडामा राखेर मान्छे त गर्न सकिन्न ए हजुर धेरै चढ्छन् मान्छे अब मेला लाग्दा यताउता हुँदाखेरि धेरै चढ्छन् हैन हजुर यो बेला चाहिँ अलि कमै छन् मान्छे यो बेला चाहिँ कमै छन् हैन हजुर विशेष गरेर यो ठाउँमा घुम्न आउने समय चाहिँ कहिले धेरै आउनुहुन्छ यो दसैँ तिहारमा छुट्टी हुन्छ नि तपाईको हजुर हजुर त्यो टाइममा चाहिँ बढी नै मान्छे आउँछन् सिजन पनि हुन्छ अब तपाईको कार्तिक मङ्सिरमा चाहिँ धेरै सिजन हुन्छ हैन हजुर दिनमा धेरै जना आउँछन् धेरै जना आउनुहुन्छ भनेपछि तपाई जस्तो युवाहरू कोही विदेश जानु भएको छ हैन कोही चाहिँ शहर जानु भएको छ तपाईहरुले चाहिँ मजाले घोडा चढाएर यसरी मान्छेलाई सवार गराएर मनोरञ्जन दिएर बस्नु भएको छैन त हजुर हजुर कतिको आनन्द लाग्छ तपाईको यो पेशाप्रति यो कामप्रति आनन्द छ एकदम आनन्द छ खुसी हुनुहुन्छ तपाई हजुर अरू युवा विदेश गएर कमाउँछन् भने हामी नेपालमै बसेर कमाउँछौँ है हजुर भनेपछि यो ढोरपाटन एउटा पर्यटकीय ठाउँ पनि हो यो हैन त हजुर यो पर्यटक ठाउँ पनि हो नेपालमै बसेर एउटा घोडो यसरी कुदाएर घोडामा मानिसलाई राखेर सवार गराउँदा चाहिँ कति जति कमाइदो रहेछ महिनाको धेरै त हुन्न 50-60 हजार चाहिँ हुन्छ ए बा धेरै हैन 50-60 हजार है सरकारी कर्मचारीको भन्दा पनि धेरै तलब हुँदो रहेछ त हुन त हुन्छ अब त्यो धेरै जस्तो बचत गर्न जान्नु पर्छ हैन हजुर अनि बचत गर्न जान्यो भने महिनामा अब तपाईको हुन्छ हैन 50 सम्म हुन्छ हैन मान्छे आउँदाखेरि अब दिनमा 2000-3000 नि हुन्छ आएनन् भने अब हुँदैन पनि कुनै टाइम त्यस्तो पनि हुन्छ अब त्यो त अब मान्छे अनुसार हुन्छ के मान्छे आए भने हुन्छ अब सिजनको बेला चाहिँ हुन्छ कमाइ हुन्छ जे तपाईहरु खुसी हुनुहुन्छ यसरी चाहिँ एकदम खुसी छ काम गरिराख्दा चाहिँ ए भनेपछि यहाँ कति जति घोडा छन् हाम्रो 35 वटा घोडा यो ढोरपाटन नगरपालिकामा दर्ता छन् हजुर बाँकी चाहिँ अरु चाहिँ छैनन् त्यति नै घोडा चलिरहेछ यस्तो कुद्ने घोडालाई चाहिँ के खुवाउनुहुन्छ नि दानामा चना अनि अन्डा त्यसपछि फेरि सबै डाइटवाला चिजहरू सबै खाइन्छ ए घिउ पनि खुवाउनुहुन्छ हजुर घिउ भैँसीको घिउ खाइन्छ भैँसीको घिउ खाएका घोडा हुन्छे हजुर रन किन्छन् बाइकसित उस्तै पारे प्रतिस्पर्धा गर्न तयार हुन्छन् बाइकलाई जित्छन् मेरो बाइकलाई जित्छन् है घोडाले भर्खरै रेस हाल्न जितिन्छन् बाइकलाई त हो है रेस गर्नु भएको छ बाइकसित गरेछौँ हामीले धेरै फेरा गरेछौँ क्रस फायरसँग रेस गरेछौँ क्रस फायर बाइकले जित्दिने घोडाहरू एकदम घिउ खाएका बागलुङे हैन हजुर बागलुङ ढोरपाटनका कुरा प्योर डाइट भन्ने कुरा चाहिँ काँचो अन्डा लोकल अन्डा अनि चाहिँ चना अनि तोरीको तेल हुन्छ प्योर तोरीको तेल अनि पेना ढुडोहरू चाहिँ यसमा घोडाको डाइटवाला चिज नै त्यही हो यो जति दौडा जति खुवायो नि उठी राम्रो हुन्छ घोडाहरू उठी स्टिम हुन्छ हजुर यिनले थकै लाग्ने भन्ने चाहिँ हुँदैन
यिनीलाई ठगाइ पनि लाग्दैन र घोडा झ्याप्प बस्दा पनि बस्दैन घोडा बस्दैन है बस्दैन अनि जुन घोडाले खोलाको पानी खान्छ नि सफा पानी मात्र खान्छ के घोडाले हो है हजुर सफा पानी बागलुङको चिसो पानी खाएर हुर्केका घोडाहरू हजुर हिमालबाट माथिबाट बगिरहेको चिसो पानी खान्छन् हो है हिउँ पक्लेर आएको चिसो पानी एकदम सफा चिसो पानी खान्छन् सफा पानी खान्छन् ए त्यस कारणले चाहिँ यिनी घोडा तन्दुरुस्त छन् होइन त यिनी चाहिँ कति बजे बाँध्नुहुन्छ कति बजे लगेर यसलाई बासस्थानमा राख्नुहुन्छ हामीले अब यसलाई 4-5 बजेतिर घर ल्याएर अनि त्यसपछि दाना साना खुवाएर लगेर बाँधेर घाँस हालिदिने हो 4-5 बजे होइन हजुर के घाँस हालिदिनुहुन्छ घाँस अब गाजो हुन्छ अनि फेरि गाजै हुन्छ खर हुन्छ त्यही नै हो ए खरहरू होइन हजुर भनेपछि चाहिँ एकदमै मजाले यो मौसममा यसरी घोडा होइन दौडाउनुहुन्छ जिन्दगी यो हो होइन त हजुर आनन्दको लाइफ लाइफ यही हो अब भावी योजना के छ यसै घोडा नै चलाउने घोडाको यही नै व्यवसाय गरिन्छ कि अन्य केही सोच्नु भएको छ अहिले चाहिँ पढ्दैछौँ अहिले यही छ व्यवसाय अब ए पढ्दै कतिमा के हुन्छ म अहिले 9मा पढ्दै हुनुहुन्छ कहाँ पढ्दै हुनुहुन्छ सुकुडुङ स्कुलमा सुकुडुङमा है हजुर जस्तो एउटा हामीले देख्यौँ होइन एउटा रमाइलो लाग्यो भिडियो बनाइयो होइन यसै गरेर नै मान्छेहरूलाई घुमाउनु होला होइन के भन्न चाहनुहुन्छ यहाँ तपाईँलाई धेरैले हेर्नु भएको छ के भन्न चाहनुहुन्छ तपाईँले हामी एकदम खुसी छौँ अझै पनि पर्यटकहरू आउन् होइन यहाँको सुन्दरता हेरुन् होइन सबैजनाले हेरुन् त्यही त अब यहाँ होइन यो धोरपाटन ठाउँमा किन आउने के का लागि आउने होइन दर्शकहरूलाई लाग्न सक्छ बताइदिनुहोस् यहाँ के छ धोरपाटनमा खास स्पेसल के छ के को लागि आउने स्पेसल हाम्रो के छ भन्दाखेरि अब घुम्नको लागि एकदम होइन उतरङ्गा मन्दिर अहिले चाहिँ चर्चितमै छ होइन मन्दिर छ अनि फेरि यहाँहरू गुम्बाहरू छ हाम्रो पुरानादेखिकोहरू सामानहरू सबै छ होइन घुम्नको लागि यहाँ ठाउँहरू राम्रो छ अनि फेरि बुकी छ हन्टिङ गर्ने ठाउँ छ सबै कुरा हेर्न म्युजियम छ पारी यता मन्दिर छ होइन 22 धारा छ जलजला छ घुम्नको लागि धेरै ठाउँ छ यसमा हेर्नुहोस् अब यो भनेको धोरपाटनको नेपालको एकमात्र सिकारा छ हो होइन अनि सबैजना आउनुहुन्छ यहाँ बाहिरदेखि पनि धेरै आउनुहुन्छ क्या यहाँ बाहिरदेखि पनि हन्टिङ गर्नको लागि धेरैजना दर्शकहरू आइराख्नुहुन्छ हिजो पनि दियो त हेली आइरहेको थियो हन्टिङ गर्नको लागि पनि धेरै आउँछन् तर राम्रो छ ठाउँ सुन्दर छ अलिकति मौसम जाडो छ त्यही पनि सिजन अनुसार हो नत्र टाइममा त तातै नै हुन्छ भनौँ अब ठिकै छ अब घुम्नको लागि फुलहरू हुन्छ यहाँ एउटा देख्नको लागि आनन्द ठाउँ छ क्या स्वर्ग जस्तो आनन्द जस्तै हामीलाई पनि अब बिहान उठेर होइन टक्क घर बाहिर निस्केर एक कप चिया खाएर बाहिर हेर्दा आनन्द लाग्छ क्या त्यस्तो हो जिउँदै स्वर्ग जानुहुन्छ भने यो ठाउँमा आउनु होला होइन तपाईँले त पर देख्न सक्नुहुन्छ बाइक र घोडाको रेस हुँदैछ बाइक र घोडाको रेसमा कसले मार्ला त बाजी बाइकले जित्ला कि घोडाले ल हेर्नुहोस् है ल घोडा अगाडि घोडाले जित्यो बाइकलाई घोडाले जितिसकेको छ बाइकलाई ल हेर्नुहोस् ल एउटा छोटो भिडियो बनायौँ तपाईँले हामीले समय दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू वेलकम है हस्